बालेन दाईको एउटा डाइलग खुब फेमस भएको थियो पहिला र भाइरल भएको थियो। अहिले मलाई खुब याद आयो क्या विदुर गएपछि त्यो कुरो। के अरे बालेन दाईले भन्नुहुन्थ्यो, बालेन दाईले के भन्नु, अब त हाम्रो प्रधानमन्त्री हुनुभयो, प्रधानमन्त्री बालेन शाहले भन्नुहुन्थ्यो नालायकहरू त्यो कुर्सीमा बसेको पनि त देख्न सकिँदैन नि भनेर भन्नुहुन्थ्यो हैन। अहिलेका वडा अध्यक्षदेखि जिल्ला प्रशासनमा काम गर्ने पुलिसदेखि सबै नालायक मात्र बसेको देखेँ कि मैले सिडिओसम्म। किनभने संविधान फलो नगर्ने त राष्ट्रसेवक हुँदैनन् होला नि हैन। राष्ट्रसेवकले त संविधानमा अहिलेको नेपाल सरकारको संविधान त फलो गर्नु पर्ला। अनि जब राष्ट्रसेवक भएर संविधान फलो गर्दैनन् भने ओडामा जाँदा अध्यक्ष कहिले भेटिँदैन। 365 दिनमा 175 दिन पनि ओडामा अध्यक्ष भेटिँदैन। कहाँ हो त भन्दा फलान जुवा तासको खालबाट पुलिसले पक्रेर लयो अरे। कहिले कालीमाटीमा 25 दिन थुनिन्छ ओडा अध्यक्ष, कहिले विदुर नगरपालिकामा थुनिन्छ, कहिले बिदामा बसेको हुन्छ, तर ओडामा भेटिँदैन। अब अहिले हामी जाँदा नि मैले 3 चोटि 4 चोटि जाँदाखेरि कहिले भेटेको थिइनँ। पहिला त्यही जे भयो भन्ने बेला मात्र भेटेको थिएँ। त्यो बेला नि ऊ बाहिर थियो पछि आएको। अनि अहिले पनि अध्यक्ष छैन। कहाँ गएर त भन्दा चितवन गए अरे। 18 गतेदेखि कति गतेसम्म 25-26 गतेसम्मलाई चितवन गए अरे। अब त्यो अध्यक्षको ठाउँमा साइन गर्ने जो सदस्य हुनुहुन्छ उहाँ चाहिँ फेरि 6 बजे पनि जहाँ पनि गएर साइन गर्न अभेलेबल हुनुहुन्छ के। कार्यालय सम्हाल्नलाई कार्यालयको कर्मचारी हो भने त कार्यालय टाइमसम्म मात्र हो नि त हैन। तर उहाँको साथीभाइ पऱ्यो भनेदेखि चौकी बोलाउँदा नि 6:30 बजे नि गएर साइन गरिदिनुहुन्छ र अध्यक्ष ठाउँमा छाप लगाइदिनुहुन्छ। जहाँ पनि त्यस्तै गर्नुहुन्छ के। 6 नम्बर वडाको चाहिँ यस्तो छ विदुर नगरपालिकाको। अनि अब त्यो सबै गियर अर्को एउटा भाइ नागरिकता बनाउनु भनेर आएको थियो। त्यो भाइले भन्दै थियो गियरखुमा कुन ठाउँमा हो। ऊ पनि सिफारिस लिन गएको अरे, अध्यक्ष छैनन् रे। कहाँ हुनुहुन्छ भने फोन गर्दा 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 त्रिशुली गाखु भने मान्छे अहिले 12-1 बजे आइदिएर अनि म उसले आएँ न गाडी पाइन्छ घर जानलाई, न यहाँ हुन्छ भन्छन् न हुँदैन भन्छन् भनेर त्यो भाइ भन्दै थियो कि म देशमै बस्दिनँ भनेर। मलाई त जहाँको भिजा दिए नि हुन्छ, म त नेपालमा बस्दिनँ, नागरिकता बनाउन आएको त विदेश जान मात्रै हो भन्छ। अनि बालेन दाई तपाईँले बोल्नुभएको यो नालायकहरू बसेको कुर्सीको नालायकहरूलाई कि हटाउनुहोस् कि सुधार्नुहोस् है। हजुरको भाषण मात्र होला जस्तो भयो नि त यो कुरोले त हैन। हामीलाई आशा थियो तपाईँले गरेर देखाउनुहुन्छ भनेर। अरू केही गर्न सक्नु भएन भने एउटा सिडिओ कार्यालयको सिडिओ बस्ने अफिसभित्र चाहिँ सीसीटीभी क्यामेरा राखेर प्रत्येक जिल्लाको आफैले निगरानी गर्नुभयो दिनको भने अफिस टाइमभरि भने पनि धेरै नै देश सुध्रिन्छ। अरू त केही गर्नै पर्दैन। मेन हेडक्वार्टर त गृह मन्त्रालयबाट सुचारू भएको सिडिओ कार्यालय होला हैन। नत्र नेपाली जनताले धेरै नै दुःख पाउँछन्। अहिले पनि धेरै नै झन् पहिलाको भन्दा नि शास्ति र दुःख भोगिरहेको छन्। प्लिज मेरो अपिल छ, एकदमै याद गरिदिनु होला है। एकदमै याद गरिदिनु होला। नुवाकोट जिल्लामा त एकदमै विकृति फैलिएर छ। जुनसुकै जिल्लामा नि नागरिकता बनाउने ठाउँमा यस्तै दुःख भयो अरे भन्ने सुनेको थियो। तर नुवाकोट जिल्लामा अहिले म जाँदाखेरि साँच्चै नै फैलेको रहेछ र विकृति नै रहेछ भन्ने कुरो अहिले थाहा पाइयो। प्रशासन होइन, हामी त बाख्रा गोठालो गएको जतिको नि भ्यालु हुँदो रहेछ त्यहाँ काम गर्ने प्रशासनको कर्मचारी जतिको छैनन् त्यहाँका कर्मचारीहरू। पिकनिक गएको जस्तो छ उनीहरूलाई त। एउटा कोठाभित्र छिर्यो नि गुटुङ टुङ टुङ 3-4 जना पछि लाग्छन् छिर्छन् त्यही कोठाभित्र। काम पऱ्यो भने त छिर्नु पऱ्यो कि टिकटक चलाउने गफ गर्ने मिटिङ हल होइन नि त त्यो त। पिकनिक गएको हो र कार्यालय गएको होइन सर। हामीले दिएको स्यालेरीले हामीले कर तिरेर उनीहरूलाई दिएको स्यालेरीले लाएको युनिफर्मको त बेइज्जत भयो सर यो त।